वज्रपाणी महायान र वज्रयान बौद्ध धर्मका एक प्रमुख बोधिसत्व हुन्। उनी सबै बुद्धहरूको शक्ति र ऊर्जाको प्रतिनिधित्व गर्छन्। प्राय उनी क्रूर, गाढा, नीलो र रिसाएको रूपमा चित्रित गरिन्छन् र हातमा वज्र, बिजुलीको चट्टान बोकेका हुन्छन्। उनी बुद्धको रक्षकको रूपमा कार्य गर्छन्, भ्रमको नाशकर्ता र नकारात्मक शक्तिहरूबाट रक्षा गर्ने अभिभावक हुन्। उनको नामको अर्थ वज्र हातमा हो, जसले ज्ञानको अजेय शक्तिलाई प्रतीकित गर्दछ। प्रारम्भिक ग्रन्थहरूमा उनी सिद्धार्थ गौतम बुद्धसँगै हिँड्ने क्रूर यक्ष वा अङ्गरक्षकको रूपमा देखाइएका छन्। वज्रपाणीको एउटा प्रसिद्ध कथा विषाक्त अमृतको बारेमा छ। वाइल्डमाइनको वर्णन अनुसार वज्रपाणी मूल रूपमा सेतो थिए, तर एक पटक दानवहरूले उनलाई विचलित पारेर चोरी गरेको र प्रदूषित गरेको विषाक्त अमृत उनलाई जबरजस्ती खुवाइयो। यस घटनापछि उनी गाढा नीलो बने। यो कथाले उनको क्रूर रूप र बुद्धका शिक्षाहरूको रक्षाको भूमिकालाई व्याख्या गर्दछ। वज्रपाणी रहस्यका स्वामीको रूपमा पनि चिनिन्छन्। उनी महायान तन्त्र र गोप्य शिक्षाहरूका रक्षक हुन्। उनी नागहरूलाई रक्षा गर्ने पनि मानिन्छन्। वज्रपाणीले नागहरूलाई जल देवता, उनीहरूका शत्रु गरुडहरूबाट बचाएका थिए। यसकारण उनी वर्षा नियन्त्रणसँग पनि जोडिएका छन्। वज्रपाणी मञ्जुश्री, ज्ञान र अवलोकितेश्वर, करुणा सँगै सबैभन्दा प्रारम्भिक रक्षक बोधिसत्वहरूमध्ये एक हुन्। उनी बुद्धका शिक्षाहरूका प्रारम्भिक रक्षक पनि मानिन्छन्। पाली क्याननमा पनि उनी बुद्धको सम्मान रक्षा गर्ने रूपमा उल्लेख छन्। वज्रपाणी बौद्ध धर्मको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्। महायान बौद्ध धर्ममा उनी बुद्धको शक्तिको प्रतीक बनेका छन्। उनी बुद्धका मार्गदर्शक र संरक्षकको रूपमा देखिन्छन्। वज्रयान वा तान्त्रिक बौद्ध धर्ममा उनी अझ बढी महत्त्वपूर्ण हुन्छन्। यहाँ उनी पूर्ण रूपमा ज्ञान प्राप्त बुद्धको रूपमा पनि लिइन्छन् र ध्यानको देवता बन्न सक्छन्। नेपालमा वज्रपाणीलाई विशेष महत्त्व दिइन्छ। यहाँ उनी विभिन्न रूपमा चित्रित गरिन्छन्। कुनै ठाउँमा उनी शान्त रूपमा देखिन्छन् भने कुनै ठाउँमा अर्धक्रूर वा पूर्ण क्रूर रूपमा। नेपालका मूर्तिहरूमा उनी प्रायः कमलमा आधारित वज्र बोकेको देखिन्छन्। दायाँ हातले वज्रको डन्डी समातेका र बायाँ हात दान र बहसको मुद्रामा हुन्छन्। नेपालका चित्रहरूमा उनी सेतो रङमा पनि चित्रित गरिन्छन्। वज्रपाणीको प्रतीकात्मक अर्थ निकै गहिरो छ। वज्रले अटुट शक्ति र आध्यात्मिक दृढतालाई जनाउँछ। यो हीरा र बिजुली दुवैको प्रतीक हो, जसले बुद्धको अजेय शक्तिलाई देखाउँछ। उनी तीन प्रमुख बोधिसत्वहरूमध्ये एक हुन्। अवलोकितेश्वरले करुणा, मञ्जुश्रीले ज्ञान र वज्रपाणीले शक्तिलाई प्रतिनिधित्व गर्छन्। यी तीनै गुणहरूले ज्ञान प्राप्तिलाई पूर्ण बनाउँछन्। एउटा कथामा वज्रपाणीले महेश्वरलाई मार्नु भएको उल्लेख छ। यो कथा विभिन्न ग्रन्थहरूमा पाइन्छ। समन्तभद्र बोधिसत्व वैरोचन बुद्धबाट वज्र प्राप्त गरेर वज्रपाणी बन्नु भएको थियो। यसपछि उनीले हीरा परिवार सिर्जना गरेर मण्डल स्थापना गर्नुभएको थियो। यो कथाले उनीको शक्ति र बुद्धका शिक्षाहरूको रक्षाको महत्त्व देखाउँछ। अर्को प्रसिद्ध घटना अम्बट्ठ सुत्तमा छ, जहाँ एउटा घमण्डी ब्राह्मणले बुद्धलाई अपमान गरेको थियो। बुद्धले प्रश्न सोध्दा ब्राह्मणले जवाफ दिन सकेनन्। तेस्रो पटक जवाफ नदिएमा वज्रपाणीले उनको टाउको 7 टुक्रा पार्ने भनेर आकाशमा ठूलो जल्ने लट्ठी बोकेर देखा परेका थिए। यसले बुद्धको सम्मान रक्षा गर्ने वज्रपाणीको भूमिकालाई देखाउँछ। वज्रपाणी विषाक्तताहरूको नाशकर्ता पनि हुन्। उनी गर्व, रिस र अज्ञानता जस्ता 3 विषहरूलाई जित्ने शक्तिको प्रतीक हुन्। उनी बुद्धका हातको रूपमा पनि चिनिन्छन्। जसरी राजाको हातले काम गर्छ, त्यसै गरी उनी बुद्धको शक्ति कार्यान्वयन गर्छन्। तान्त्रिक बौद्ध धर्ममा वज्रपाणी गोप्य मन्त्र मार्गका स्वामी हुन्। उनी अक्षोभ्य बुद्धको वज्र परिवारसँग जोडिएका छन्। ध्यान गर्दा उनीले साधकहरूलाई नकारात्मक शक्तिहरूबाट बचाउँछन् र ज्ञानको मार्गमा अघि बढ्न शक्ति दिन्छन्। वज्रपाणीको रूप विभिन्न छ। महायानमा उनी शान्त रूपमा देखिन्छन्, तर तिब्बती बौद्ध धर्ममा प्रायः क्रूर रूपमा चित्रित गरिन्छन्। उनको टाउकोमा ज्वाला जस्तो भौँ, 3 ठूला आँखा र घुमेको दारी हुन्छ। उनी योद्धाको मुद्रामा कमलको आसनमा बसेका हुन्छन् र खुट्टा मुनि सर्पलाई कुल्चिएका हुन्छन्। यसले उनीले जितेका बाधाहरूलाई प्रतीकित गर्दछ। नेपालमा वज्रपाणीका मूर्तिहरू प्राचीन छन्। 15औं शताब्दीका मूर्तिहरूमा उनी कमल बोकेका र ज्ञान मुद्रा देखाउने देखिन्छन्। केही मूर्तिमा उनको मुकुटमा अमिताभ बुद्धको प्रतिमा पनि हुन्छ। यी कलाकृतिहरूले नेपालको बौद्ध कला र परम्परालाई जीवन्त बनाउँछन्।
वज्रपाणीले वर्षा नियन्त्रण गर्ने क्षमता पनि राख्छन्। नागहरूलाई बचाएर उनी पानीका देवताहरूसँग सम्बन्धित भएका छन्। यसले उनी प्रकृति र आध्यात्मिक शक्तिको बीचको पुल बन्ने देखाउँछ। समग्रमा वज्रपाणी बौद्ध धर्मका लागि अत्यन्त महत्त्वपूर्ण छन्। उनी शक्ति, रक्षा र ज्ञानको प्रतीक हुन्। उनी बुद्धका शिक्षाहरूलाई नकारात्मक शक्तिबाट जोगाउँछन् र साधकहरूलाई दृढता दिन्छन्। उनको पूजा र ध्यानले मानिसहरूलाई भ्रमबाट मुक्त भएर ज्ञान प्राप्त गर्न मद्दत गर्दछ। वज्रपाणीको महत्त्वलाई बुझ्दा हामीले उनको क्रूर रूपलाई डरको रूपमा नभई आवश्यक शक्तिको रूपमा हेर्नुपर्छ। यो शक्ति भ्रम, अज्ञानता र नकारात्मकतालाई नष्ट गर्नका लागि हो। उनी सबै बुद्धहरूको सामूहिक ऊर्जा हुन् जसले हामीलाई आध्यात्मिक यात्रामा बल दिन्छ। नेपाल जस्तो बौद्ध परम्परा भएको देशमा वज्रपाणीको उपस्थिति अझ जीवन्त छ। यहाँका मन्दिर र कलाकृतिमा उनी बारम्बार देखिन्छन्। यसले नेपाली बौद्ध समुदायमा उनको गहिरो प्रभाव देखाउँछ। अन्तमा वज्रपाणी बोधिसत्वले हामीलाई सिकाउँछन् कि ज्ञान प्राप्तिका लागि शक्ति आवश्यक छ। करुणा र ज्ञानसँगै शक्ति भए मात्र पूर्ण ज्ञान सम्भव हुन्छ। उनी हाम्रा लागि प्रेरणाको स्रोत हुन्। उनको नाम जप्दा र ध्यान गर्दा हामी पनि आन्तरिक शक्ति प्राप्त गर्न सक्छौं।